मध्यपूर्वी देशमा इरान र इजरायल अनि अमेरिका बीचको द्वन्द्व अब सम्झौता नजिक पुगेको छ। पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने इरानका विदेश मन्त्री अब्बास अराक्चीले बताएका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताएका छन् भने सम्झौतामा अन्तिम हस्ताक्षर हुन मात्र बाँकी रहेको उनले बताएका छन्। यसअघि बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका र इरानले यसै साताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दाबी गरेका थिए। हामीले इरानसँगको युद्धमा एउटा राम्रो सहमति गरेका छौँ, ट्रम्पले व्हाइट हाउसमा पत्रकारहरूसँग भनेका थिए। हस्ताक्षर गर्नासाथ हर्मुजको जलमार्ग खुल्नेछ र यो निकै चाँडो हुनेछ। यसै सातान्तमा युरोपमा सम्झौता पनि हुनेछ भनेर भनेका थिए। सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा पाकिस्तानी प्रधानमन्त्री शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको बताएका थिए र शान्ति सम्झौता अहिलेसम्म यति नजिक पहिला कहिल्यै पुगेको थिएन पनि भनेका छन्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले पनि शान्ति सम्झौता नजिक रहेको बताएका छन् भने दुई चरणमा शान्ति सम्झौता हुने र उनले बताएका छन् कि पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उनले बताएका छन्। पहिलो चरणमा लेबनानमा इजरायलको आक्रमणसहित सबै मोर्चामा युद्ध रोकिनेछ र फेरि आक्रमण नगर्ने प्रतिबद्धता हुनेछ उनले भने। इरानको आणविक कार्यक्रम प्रतिबन्ध फुकुवा र इरानको रोक्का सम्पत्ति खोल्ने योजनामा दोस्रो चरणमा छलफल हुने उनले दाबी गरे। उनले हर्मुज जलमार्ग इरान र ओमानको सार्वभौमिकता कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्था गरिने बताए। त्यस्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। इरानीहरूले कुनै पैसा पाउने छैनन्, सम्झौता वा बैठक गर्दैमा रोक्वा रकम फुकुवा हुने छैन। अमेरिका र उसका सहयोगीहरूको हितलाई प्राथमिकतामा राखेर यो सम्झौता तयार गरिएको छ। यदि इरानले सम्झौता पालना गरेमा उसलाई र सम्पूर्ण क्षेत्रमा आर्थिक फाइदा हुनेछ र उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, यो सम्झौताले पश्चिमी एसिया क्षेत्रलाई फेरि बनाउने र दीर्घकालीन शान्ति स्थापना गर्ने सम्भावना भएको भनेर बताइएका हुन्।